ल क्लिन पछाडि कोचो अफ फिट गर्दै है गाइस। यो चाहिँ उसमा आइल हालिदिएको हो, यो चाहिँ जाम नहोस् भन्ने हिसाबले तेल हालिदिइसक्यो। क्लिन भइसक्यो, फिट गर्ने हो गाइस होइन। हेर्नुहोस् गाइस, यस्तरी गर्दाखेरि पनि हेर्नुहोस् त गाइस, अलिक केयर गरिदिनुपर्छ गाइस। हेर्नुहोस् है, कालै थियो, ठिक छ। अलिक क्लिनमा चाहिँ ध्यान दिनु पऱ्यो गाइस है। अब लगभग एन्टिकै हो। यो चाहिँ धुँदाखेरि चाहिँ यो चाहिँ वास गरिदिन्छ एफआई हुनाले होइन। इन्जेक्टर चलाउनु पर्दैन खासै त्यो भएको हिसाबले। ल अब पछाडि काम र अगाडिको काम बाँकी रह्यो, अनि भित्र वास हालिदिनु पऱ्यो। अब कस्टमरहरूलाई पनि के बुझाउनु पऱ्यो भने उहाँहरूले कति तेलमा हेर्नुहोस् त, एफआई भनेपछि मिनिमम तपाईँको 3 लाइन हुनुपर्छ है। इन्डिकेटर बल्छ यहाँ एफआईको होइन, हरेक कुरा मोड अनुसार चलाउने हो। फिचरहरू धेरै राम्रो दिएका छन्। अब त्यो अनुसार चलायो भने माइलेज पिकअपहरू पाउनुहुन्छ, दिने हो। क्लिनेस हेर्नुपर्ने हो होइन, मोडले गर्दाखेरि। उहाँको चाहिँ लगभग हेर्नुहोस्, तेल एफआई मोटरभन्दा पनि कम रहेछ कि, बुझ्नु भएन। हेर्नुहोस् त, हेर्नु यति छ। तपाईँको यत्रो ट्याङ्कीमा तपाईँको मिनिमम तेल त यति हुनै पऱ्यो नि। एफआईको मोटर भिज्नु पऱ्यो, उल्टो बाटो राख्ने त तपाईँको माथिबाट होइन कि घोप्ट्याएर पऱ्यो। भनेपछि मोटर त यहाँबाट हो नि, तपाईँको तानेर फाल्ने भएपछि त्यो भएको हुनाले चाहिँ एफआई एन्ट्रक एफआई चलाउने भ्युअर्सहरूलाई साथीहरूलाई चाहिँ के भन्न चाहन्छु, एफआई छ भने चाहिँ मिनिमम तपाईँहरूको हेर्नुहोस्, अहिलेसम्म 2 लाइन देखाएको थियो, अहिले ब्लिङ्क गरिरहेको छ हेर्नुहोस्। यसको एउटा एन्ट्रकको प्रब्लम चाहिँ यो पनि छ, एक्ज्याक्ट एकुरेट कहिले पनि देखाउँदैन। हेर्नुहोस्, फुल भयो भने देखाउँछ, अदरवाइज ऊ हल्लिने बित्तिकै हेर्नुहोस्, अघि 2 लाइन, अब 1 लाइन ब्लिङ्क। अनि यसरी चलाएपछि एफआईको मोटर चाँडै बिग्रिन्छ। त्यसैले गाइज यसरी फुल तेल हालेर चलाउनु होला।